Hey guys. They don't know. Hey guys. आज हामी के गर्न गइरहेछौँ? आज चाहिँ हामी दुबई चकलेट खान गइरहेको छौँ. We are going to try Dubai chocolate, famous viral Dubai chocolate. तर अहिले त भाइरल भएन होला. अहिले त यो भाइरलबाट सकिसक्यो होला. तर के गर्ने, अहिले नै खाने पालो आयो मेरो बहिनी. मलाई कसैले ल्याइदिनु विदेशबाट, मेरो प्यारी बहिनीले मात्रै ल्याइदियो. के गर्ने त. सो आज चाहिँ खाएर म कस्तो छ यसको टेस्ट भन्न गइरहेको छ होइन. तिमीले पहिला खाएको? यस. मेरो चाहिँ फर्स्ट टाइम हो है. यस्तो कस्तो निकालिदियो. यहाँ चाहिँ प्रिमियम कोका रहेछ है. कोकालाई खै यसो गरम भनेको. च्यात्तिम कि क्या हो? च्यात्दिनँ मैले. वाउ, त्यो त्यसको याद आयो. कसको? वङ्काको याद आयो. गोल्डन देखेर क्या. गोल्डन टिकट पर्थ्यो नि त. यो भाग सक्यो, बाँकी अर्को भिडियोमा भन्नुहुन्थ्यो. तर अहिले टिकटकले के ल्याएको छ भनेदेखि 10 मिनटसम्म आँट्ने छ कि अर्को पार्ट जानु पर्दैन. कसरी खोलेको दिदी? वात्त पारिदियो क्या. नफुटाइकन टोकौँ न. फुटा टोकौँ कि यतिकै टोकौँ? टोक दिदी. त टोकेर त टोक न. मैले त खाएको त. यत्रो बाइट खान सक्छु? सक्दिन. सफ्ट हुन्छ है. सफ्ट होइन, किरिङ चाहिँ गरेर हो. त्यो हुन्छ क्या. के हो त्यसलाई के भन्छ? पिस्ताची के हो? पिस्ताची त्यो हरियो हो कि पकाउँछ. के हो? यामी. कति डलरको अरे? 20. एउटाको? के डिफरेन्स छ हामीले खाइराख्ने चक्लेट भन्दा? किन भाइरल भएको? पिस्ताचुले एकदम युनिक फ्लेभर लिएर आएको छ. मैले कुनै चक्लेटमा पिस्ताचु नै हालेको क्या. ए हो? यसको यो चक्लेट त लाइक मिल्की चक्लेट छ नि त. मिल्की चक्लेट त हुने. मलाई मिल्क चक्लेट मनपर्छ नि त. मलाई पनि मिल्क चक्लेट मनपर्छ. तर खानु चाहिँ डार्क चक्लेट राम्रो रे. के गर्नु त, राम्रो कुरो पच्दैन. Oh my god. Yeah. मेरो फिल्टरै उडे. 5,000 भन्दा धेरै क्यालोरी खान्छु होला है दिनमा. 10,000 पुग्छ होला बेलुका. खोइ अब भयो. अब भाइलाई राख्दे. जाऊ त्यो डल्लोमा चाहिँ खान. त्यस्तो फुटाइस्. ए लाइन मात्रै खाने विचार थियो. ए ल त ल. ल अब फेरि यो प्याक गरिदिउँ. अहिले खानु हुँदैन. यस्तो गुलियो खाएपछि चाहिँ फेरि वेट बढिहालेको फिल भइहाल्छ क्या. चक्लेट र भात खाने बित्तिकै चाहिँ बढिहाल्यो जस्तो लाग्छ. अरू केही खाँदा पनि त्यस्तो लाग्दैन कि पनि. ल फेरि प्याक भयो दुबई चकलेट. बाई.